गुड मर्निङ सेवा नमस्ते वेलकम टु माई न्यू ब्लग। आज चाहिँ हामी बिहान भन्दा नि कति बज्न आँट्यो। हामी चाहिँ आज डुङ्गरीमा जाँदैछौँ बारीमा बहिनीसँग। यो चाहिँ हाम्रो स्वास्थ्य चौकी हो हाम्रो गाउँको। हामी चाहिँ जाँदैछौँ अब फेरि लुङ्गी झर्न आँट्यो अरे। बाटो चाहिँ फेरि डेन्जर छ नि। यहाँ चाहिँ देखिने भ्यू है यो ठाउँदेखि। पहिले त यो बाटो धेरै मान्छे हिँड्छ अनि यस्तो हुन्थेन, सबै राम्रो हुन्थ्यो पहिले त। अनि पल्लोपट्टिको बाटो छ नि हाम्रो त्यो बारी पुग्ने, त्यहाँ त झन् बाटै छैन क्या, झोर कोङ माने कि के भन्छ त्यसले सबै पुरिआएको छ। हामी त्यही भएर यो बाटो आएको। त्यही पनि अब खत्तम छ। यता लुङ्गी झरेर चाहिँ पक्रिँदै आउँदैछ। फाइनली हामी चाहिँ पुग्यौँ है। हामी चाहिँ यो रुखको लानुपर्ने के हेरेको त फोन फुकालेर नि क्या माथि। त्यसरी झार्नु, तल झार्न, तल माथि नै झार्ने। झरेको त नि नझार्ने। किन छोडेको भन्दै भन्नुभयो भने पुगिसक्यौँ गाइस। अब चाहिँ फेरि हामी चारो लाग्छौँ। अम्बकका ढोर ल्याएर बिसाएर फेरि यहाँ चारो लानु अरे। म चाहिँ मेरो बोजू है, मावली बोजू। अब हामी चाहिँ चारो बोक्छ गएकै बज्यो बज्यो। आयो यसरी लानु परिरहेछ हाँसमा चाहिँ।
हामी चाहिँ घर पुग्यौँ गाइस माउलीदेखि पनि पानी हो यो चाहिँ फ्रिजदेखि ल्याएको तर यस्तो रहेछ हेर्दै गर्नु ल गाइस तपाईँले कस्तो भिडियो आउँछ म चाहिँ फेरि अघि चारो लिएको भाडा नि बोरीमा पुऱ्याएर फेरि घर फर्किँदैछु हाम्रो घरमा चाहिँ के भन्नु चुवा चाहिँ ढालेको छ त्यहाँ गर्नु हुँदैछ मासु चाहिँ आन्द्रा चाहिँ दिदी हेर्दैन गाउँमा आज चाहिँ हाम्रो सुँगुर ढालेको है होला मासु खान तँलाई कस्तो लागिरहेछ मासु ढालेकोमा ए सुँगुर ढालेकोमा खुसी लागेको छ राइबेराहरू फ्रीमा खान आउनुहोस् होइन राइबेराहरू फ्रीमा खान आउनुहोस् होइन यो चाहिँ ओभर गफ हो है कति मिनट हुन्छ 2 मिनट कटिङ अब यो भित्र लानु लाइदिएर म लानु के खाएको कान्छी अनि आज के गरेको आज पानी खाएको हामी चाहिँ अब त्यो अघि काटेको आन्द्राहरू मासुहरू थियो नि अलिअलि बाँड्छौँ भन्दै थियौँ नि अब त्यो पुऱ्याउनु जाँदैछौँ गाइस उता पुऱ्याएर आएको थियौँ भर्खर बहिनी फेरि घर लिनु गएको छ अब यहाँदेखि सिधो कल जानुपर्ने बाटो छ त्यही भएर हामी अब यो बाटो जान्छौँ म बहिनी लिएर आउँछ म चाहिँ पर्खिँदै गर्छु त्यो ल्याउँदैछु हेर्नुहोस् न यहाँ मैले तपाईँलाई यो चिज देखाउनु चाहेँ क्या के चिज होला तपाईँहरूलाई थाहा छ यो यति लामो यस्तो छ यसलाई के भन्छ कमेन्टमा भन्नु ल यहाँ पनि रहेको छ यत्रो ठुल्ठुलो त मैले देखेकै थिइनँ क्या यस्तो अनि ओ अम्बो यहाँ काँक्रा रहेछ नि आसमा ऊ हेर्दै छैनस् अम्बो काँक्रा रहेछ क्या यहाँ मलाई थाहा नै थिएन यो हाम्रै हो अन्त कति ठुल्ठुलो छ क्या एउटा बाटो चाहिँ यस्तो छ यस्तो देखिन्छ यार यहाँ चाहिँ सफा पार्नु भएछ हाम्रो गल्ली बाटो भन्छ पछि चढेको होला अन्त हामी चाहिँ यही बाटो हुँदै जान्छौँ माथि को बुझ्यो घर बुझ्यो नसै गाइस चलिक मस्त देखेको भ्यू है खोइ यहाँ चाहिँ फल्दो रहेछ है भर्खर गरम पो रहेछ यो त ल्याएको यो चाहिँ बल्टी पनि गएको चाहिँ झरेको यो बोहे नि हेरिस भेटिस् त्यही छ त्यतातिर अलिक भित्तामा अलिक बाह्रतिर खोज्न कुनातिर एकैछिन पछि हामी चाहिँ सेकुवा पोल्न थाल्छौँ है यहाँ चाहिँ हाम्रो सेकुवा यो चाहिँ हाम्रो सेकुवा निगार कोक एन्ड अचार विथ अचार हामी खान्छौँ यति नै अचार ल्याउँछ 1 2 3 भन्नु दिसमा बडा टोङ आएन
खाएला गाइस खाएला त्यो चाहिँ हुन्छ अचारले खान पर्ने दान टंगा पोलो यो दान टंगा पोलो यो किसक्यो बज्यो कस्तो छ मिठो छ तिमीलाई तिमीलाई कस्तो छ खाइदिएको मोटे खाइदे मामालाई कस्तो छ गाउँमा दसैँ निस्मालाई एकदम रमाइलो सजिनालाई एकदम रमाइलो सानीलाई आसमा खुसमा एकदम मलाई खाइदिएको ल खाइदियो अचार पनि स्पेशल छ अनि मासु पनि स्पेशल पोलेको छ हाम्रो बहिनीले मेहनती छ अनि यो चाहिँ निगा राइनी भएर यतिको चाहिँ खानै पर्छ हैन यो चाहिँ यति चाहिँ मैले डन्काइदिएको यति चाहिँ मैले डन्काइदिएको तिमीलाई के भन्नु छ तिम्रो ब्लगमा मेरो ब्लग म के भन् यस्तो खान्छु मेरो ब्लगमा अझै यस्तो खान्छु मेरो ब्लगमा अझै यो चाहिँ फेरि कोक हो नि फेरि बियर सोध्छ फेरि मान्छेले गाइज अब हामी जब सुत्नेछौँ मेरो भिडियोलाई चाहिँ लाइक कमेन्ट एन्ड सब्सक्राइब गर्न नबिर्नु होला आजलाई चाहिँ बाई बाई